कति वर्ष पुग्नु भयो हाम्रो मिमी? मिमी पुग्यो 70 आएको हो 70 वर्षको चाहिँ अनि बुढी बोजू चाहिँ काम गर्न आइराख्नु भएको छ है श्रम संस्कृतिमा। हेर्नु त नि ढुङ्गा पल्टै। अहिले चाहिँ हामी श्रम गर्दैछौँ प्याङकोटमा। अब सबैजना आउनुभएको छ यहाँनिर। कोरिङ्गा प्याङकोट प्लस मैदानी यहाँ पनि लेडिज पनि हुनुहुन्छ माथिनिर देख्नु सक्नुहुन्छ। अनि यहाँ पनि देख्नु सक्नुहुन्छ। उपर आउँदै हुन्छ धेरैजना छौँ हामी चाहिँ धेरैजना आउँदै हुन्छ लिएर बोकेर। माथितिर नि हुनुहुन्छ बोक्नु नै फुटाउँदै हुनुहुन्छ। ल हेर्नु सक्नुहुन्छ। देख्नु सक्नुहुन्छ हामी सबैजना श्रममा आएको छौँ यहाँनिर प्याङकोट भन्ने ठाउँमा। चैनपुर 4 प्याङकोट हो कि होइन भोबो? हामी सबजना यहाँ चाहिँ हामी कति 3-4 टोलबाट छौँ होला छौँ। माथि पनि हुनुहुन्छ। माथि हुन्छ लेडिजहरू पनि हुन्छ। बुढो बोजूहरू पनि आउनुभएको छ श्रम गर्नुको लागि। बाजेहरू यतिको चाहिँ हुनु पर्यो है, यतिको हुनु पर्यो देश बनाउनुको लागि। नत्र त कहाँदेखि देश बन्ने उहाँ हुनुहुन्छ। अहिले बोजूदेखि होइन उमा बसिरहनु भएको। ठिकै छ रेस्टको लागि एकछिन सबैजना बस्नु भएको छ। आउनु भएको छ उहाँ हाम्रो बोजू हुनुहुन्छ। यस्तो हो नि त देशको लागि भनेको देख्नु सक्नुहुन्छ उहाँ बोजूलाई होइन। उहाँ पनि आउनुभएको छ। यता हुनुहुन्छ हाम्रो बोजूहरू नै हुनुहुन्छ। ल हाम्रो बोजूहरूले बोक्नु सक्नु भएको छ है ढुङ्गा। यतिको चाहिँ हुनु पर्यो है। यता नि हुनुहुन्छ। यहाँ बोजू नि हुनुहुन्छ। देशको लागि हो नि त यतिको चाहिँ माया गर्नुपर्ने हुन्छ नि त। बोजू कस्तो खतरा हुनुहुन्छ नि हाम्रो बोजू। खतरा हुनुहुन्छ है। ओ आज छोड न। देख्न सक्नुहुन्छ हाम्रो बहिनीहरू पनि छन्। भाइहरू बहिनीहरू सबैजना आएको छौँ। हामी चाहिँ यो कहाँनिर श्रम गर्दैछौँ भने यो चाहिँ हाम्रो उता चैनपुर 4 प्याङकोट हो हजुर। यता हाम्रो भाउजू नि हुनुहुन्छ। अन्त है यतिको हुनु पर्यो है। ल